नेपाल पुलिसका विभिन्न पदहरूको स्यालेरी कति? प्रहरी महानिरीक्षकसम्मको स्यालेरी आजको भिडियोमा प्रस्तुत गर्नेछौँ। सुरुमै रहेको छ रिक्रुट, तलब 24,702 हुने गर्छ। दोस्रोमा रहेको छ प्रहरी जवान, तलब 26,082 रुपियाँ हुने गर्छ। तेस्रोमा रहेको छ प्रहरी सहायक हवलदार, तलब 26,554 हुने गर्छ। यसै गरी चौथो नम्बरमा रहेको छ प्रहरी हवलदार, तलब 27,612 रुपियाँ हुने गर्छ। पाँचौँ नम्बरमा रहेको छ प्रहरी वरिष्ठ हवलदार, तलब 28,520 रुपियाँ हुने गर्छ। छैठौँ नम्बरमा रहेको छ प्रहरी सहायक निरीक्षक, तलब 32,856 रुपियाँ हुने गर्छ। सातौँ नम्बरमा रहेको छ प्रहरी नायब निरीक्षक, तलब 34,730 रुपियाँ हुने गर्छ। आठौँ नम्बरमा रहेको छ प्रहरी वरिष्ठ नायब निरीक्षक, तलब 40,998 रुपियाँ हुने गर्छ। 9 नम्बरमा रहेको छ प्रहरी निरीक्षक, तलब 43,689 रुपियाँ हुने गर्छ। 10औँ नम्बरमा रहेको छ प्रहरी नायब उपरीक्षक, तलब 48,737 रुपियाँ हुने गर्छ। यसै गरी 11औँ नम्बरमा रहेको छ प्रहरी उपरीक्षक, तलब 52,279 रुपियाँ हुने गर्छ। 12औँ नम्बरमा रहेको छ प्रहरी वरिष्ठ उपरीक्षक, तलब 56,787 रुपियाँ रहेको छ। 13औँ नम्बरमा रहेको छ प्रहरी नायब महानिरीक्षक, तलब 60,950 रुपियाँ रहेको छ। 14औँ नम्बरमा रहेको छ प्रहरी अतिरिक्त महानिरीक्षक, तलब 72,082 रुपियाँ रहेको छ। र 15औँ नम्बरमा रहेको छ प्रहरी महानिरीक्षक, तलब 72,082 रुपियाँ नै हुने गर्छ। यी बाहेक ग्रेड, महँगी भत्ता लगायत अन्य सुविधाहरू समेत हुने गर्छन्।